ल तपाईहरु सबैजनालाई फेरि सदा जस्तै आज पनि मेरो सर्वप्रथम नमस्कार छ, नमन छ। अब यो अहिले हामी दोस्रो वर्षको रागको परिचय जान्ने क्रमको सिरिजमा छौं। त्यो अन्तर्गत आज मैले तपाईहरुको अगाडि राग वृन्दावनी सारंग भन्ने रागको परिचय लिएर आएको छु। यो पनि हामीले दोस्रो वर्षमा संगीत सिकिरहेको दोस्रो वर्षमा बुझ्नुपर्ने राग हो। अब हरेक रागको जस्तै यसको पनि के हुने भयो, पहिला परिचयमा आरोह, यसको आरोह चाहिँ सा रे म प नि सा यसरी जान्छ है। तर जाँदाखेरि चाहिँ हामीले सा नगरिकन निबाट नि सा रे म प नि सा कसरी जान्छ। यो यसको आर हो। अब अवरोहमा फर्किँदा सा नि प म रे सा हुन्छ। तर नि गर्दाखेरि अब वृन्दावनी सारङ्गमा चाहिँ अवरोहमा बज्दा कोमलनी। अब कोमलनी थाहा छ तपाईहरुलाई। अब यहाँबाट हुन्छ यो हाम्रो आर हो, अवरोह भयो है। अब मैले भनिदिने हरेक भिडियोमा भनिदिने गरेको छु। तपाईहरुसँग पुस्तक छ भने त ठिकै छ, पुस्तक छैन भने मैले यी चीजहरु डिस्क्रिप्सनमा लेखेर राखिदिएको हुन्छु। यसो हेर्नु होला अनि कपीमा सार्नु होला अनि प्र्याक्टिस गर्नु होला है। अब यसको के हुनु भयो त आरोह अवरोह। अब यो अझ मिठो बुझाउनलाई चाहिँ अनि गरेपछि सानी पम रे सा गरेपछि फेरि नि सा गर्दा बराबरी टाइमिङ मिल्छ। कसरी यो आरोह अवरोह गरेको। अब यसको पकड के त, पकड भनेको थाहा छ तपाईहरुलाई, चलन अथवा यसको मेन फ्रेज नि सा रे भन्छ पहिला यसरी। यसरी निसारे हुन्छ। त्यसपछि म रे यसरी जान्छ। अनि त्यसपछि प रे अर्को जान्छ। यसरी जान्छ अनि नि सा यसरी। अब वृन्दावनी सारङ्गको मैले अगाडि नै भिडियो एउटा दिइसकेको छु, तैपनि फेरि यो चाहिँ सिरिज एज इट इज जस्तोको तस्तै होस् भनेर दिएको। अब यसको जाति के त भन्दा औडव औडव। औडव औडव भनेको 5-5वटा नोट भयो भने औडव। अब यो पनि बुझिसक्नुभयो। थाट यसको के हो भन्दा काफी। काफी थाट अन्तर्गतबाट यो राग परेको छ। यसको वादी स्वर के रे, समवादी स्वर के प। अब रेलाई के भन्छन् भन्दा संगीतको भाषामा ऋषभ पनि भन्छ। ऋषभ भनेको रे, पञ्चम भनेको प। अब गायन वादन समय चाहिँ यो दिनको मध्याह्न समयमा गाउने बजाउने गरिन्छ। यति भएपछि तपाईले अब आफूले मस्तसँग प्र्याक्टिस गरेपछि वृन्दावनी सारङ्ग बुझ्नुहुन्छ। के गर्नु पर्यो, मैले यीको बजाएको बाँसुरी तपाईहरुले फेरि यो यीकै चाहिन्छ अरु बाँसुरी त राग बज्दैन क्या भने होइन, सबै बाँसुरीबाट बजाउनु मिल्छ है। अनि तपाईसँग जुन छ त्यही बाँसुरी ठिक हो, त्यो अर्काको नभएको खोजेर के काम। आफूसँग जे छ त्यसैमा गर्नु पर्यो नि। चिज एउटै हो, नोट एउटै हो, गर्ने चिज हामीलाई खालि स्केल मात्रै फरक पर्यो, त्यति हो। अब मोटोबाट बजाउँदा अलिकति मधुरता आउँछ, सानो बाँसुरीबाट चञ्चलता बढी हुन्छ। यो बाँसुरीको विशेषता चाहिँ के हुन्छ, जति जति मोटो गयो मधुरता र कोमलता, जति जति सानो बाँसुरी ल्यायो त्यसमा चञ्चलता र श्रृङ्गार। त्यही भएर यति हो, अरू केही सबै चिज निस्किन्छ। त्यसको टोन चाहिँ त्यस्तो हुन्छ, तिखो गर्दा तिखो हुन्छ, गर्दा अलिकति बेस हुन्छ, त्यति हो। अब तपाईले यति भएपछि त सायद मलाई जहाँसम्म लाग्छ बुझ्नुभयो होला। आगामी क्लासमा हामी फेरि बुझाउने क्रम गरिरहन्छौँ।
यसको तपाईँलाई सबै चाहिने चिजहरू मैले फेरि दोहोऱ्याएर भन्छु, डिस्क्रिप्सनमा राखिदिएको हुन्छु, हेर्नु होला। किताब छ भने त सिद्धिको, किताब छैन भने अब यति मैले भन्दैछु। अब किताब मात्र भएको नबुझ्नु भएको साथीहरूलाई पनि मैले यसरी भनिदिएँ, अब कसरी गर्ने भनेर बुझिहाल्नु भयो। अब किताब छैन भने पनि किताबका चिज पनि त्यहीँ राखिदिएको छु डिस्क्रिप्सनमा। अब मुखले पनि यसरी ओरल भनिदिइराखेको छु। यति भएपछि त मलाई लाग्छ तपाईँहरूले बुझ्नुहुन्छ है। ल आजलाई चाहिँ म तपाईँहरूसँग अब तपाईँहरूलाई शुभकामना दिन्छु। ल बेसरी राम्रोसँग बाँसुरी बजाएर मजा लिनुहोस्। आगामी क्लासमा फेरि भेटौँला भनेर भन्छु, अनि त्यसपछि बिदाबारी हुन्छु। ल तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद। यो भिडियो हेर्नुभयो, जो हेरेर चाहिँ सिकिरहनु भएको छ उहाँहरूको लागि चाहिँ बहुत काम लाग्ने चिज हो यो। ल हस्, धन्यवाद।